नैतिक रूपमा सबभन्दा पहिला समितिको सभापति र सचिवले राजीनामा दिनुपर्छ। सुविचारित तरिकाले गरिएको षड्यन्त्र हो। यो माओवादी केन्द्रको नेताको फेरि मुखै छुचो बोल्न हतार गरिहाल्ने कि आक्रोशित भइहाल्ने होइन। राजीनामा माग्ने हैसियत, त्यो ताकत, त्यो ल्याकत छ माओवादी केन्द्रमा भनेको छैन नि त। साँझ शेरबहादुर देउवाले फोन हान्छन्, यहाँ आउनुहोस् घर भन्छन्, प्रचण्ड फोन ठोकेपछि दुख गुर्दै जान्छन्। आर्जु देउजाले एक गिलास पानी खुवाउनुहुन्छ, छेउछेउमा आर्जु देउजा र शेरबहादुर देउवा बसेर माझा प्रचण्डले राख्छन्। त्यो राजीनामाका कुरा गर्ला के गर्ला सम्झाउनुहोस् है तपाईँका कार्यकर्ता नेतालाई। त्यहाँ फेरि ल्याङल्याङ होला भन्छन्। त्यहाँ प्रचण्डले हस् हजुर भइहाल्छ नि भनेर भिजेको बिरालो जस्तो भएर तिमीहरूसिम आउँछन्। त्यहाँ ल्याङल्याङ होइन, बाहिर राजीनामा माग्न मना छ है तिमीहरूको। त्यहाँ नमागेको सलामी भन्छन्। तिमीहरूको मुख अहिले बोल्ने तिम्रो मुख र तँ मुख फेरि के हुन्छ, भिन्न भिन्नै हुन्छ। अस्ति देखाए होइन त गृहमन्त्रीको राजीनामा हुनै पर्छ भन्दै बुरुक बुरुक उम्ल्या थियो त। पछि कहाँ गयो त्यो मुख, कहाँ गयो त्यो बोली, त्यो जवान, त्यो क्रान्तिकारीपन। अनि यस्तो हैसियत नभएका मान्छे फेरि बोल्न त्यसै छिटो औकात छैन तिमीहरूको। माओवादी केन्द्रको औकात छ राजीनामा माग्ने, एकछिनलाई माग्ने फेरि चाहिन्न भन्ने त नि। भिजन छैन त्यसै ठेठाइ गर्ने हो कमरेड।